शरीरलाई जस्तो गरायो त्यस्तै हुने के साथीहरू। आज चाहिँ म जाँगर चलाएर चाहिँ बारीतिर पसेको छु। यहाँ चाहिँ झारहरू काँडाहरू यति भरिएको थियो नि त साथीहरू, त्यही भएर चाहिँ म यसलाई फालेर चाहिँ यहाँ सिमी लगाइदिनु पर्यो भनेर चाहिँ आज जाँगर चलाएको छु। यहाँ चाहिँ काँडा पनि उत्तिकै थियो, यहाँ अलिअलि बोडीको झालहरू पनि भएको रहेछ। यहाँ लगाइदिएको त मस्तै थिएँ, तर चाहिँ आज गएर 4 बोडी मात्र आएको रहेछ। त्यही भएर चाहिँ आज म यसरी सरसफाइ गरेर चाहिँ सिमी लगाइदिएँ। यहाँ चाहिँ त्यही गोड्दै गर्दा हेर्नु त, यहाँ घेरौला चाहिँ यति ठुलो भएको रहेछ, मैले नदेखेको के। त्यसपछि चाहिँ मैले सबै गोडगाड पारेर चाहिँ म यहाँ बोडी सिमीहरू लगाइदिन लागेँ। यहाँ लगाउँदैछु हेर्नु त, बाबु पनि आइपुग्यो। अब यहाँ चाहिँ मलाई यसले यति बेसी हटाउँछ हेर्नुहोस् है। यहाँ चाहिँ म लगाइदिँदैछु सिमीहरू खनेर। अब उसले पनि म सँगसँगै काम गर्ने अरे। अब चाहिँ यसले देख्यो भिडियो गर्दैछ मम्मीले भनेर चाहिँ देख्यो। ल हेर्नुहोस् यसको नाटक हेर्नुहोस् त, तिनी हड्डीहरू देखाएर नाच्दैछ। अब चाहिँ यहाँ मलाई यति बेसी हटाउँछ, अघि पछि गरेर केही काम गर्न दिँदैन कि, सँगै गर्नु पर्यो उसलाई पनि। मैले जे गर्यो त्यही गर्नु पर्यो। त्यहाँबाट चाहिँ एउटा झाल थियो यहाँ बोडीको, त्यही पनि यताउति गरेर चाहिँ यसले त्यो चुडालिदिन्छ कि साथीहरू। अब भाग्यो ल हेर्नु त, यस्तो हटाउँछ। त्यसपछि मैले सबै कामहरू सकेर चाहिँ हातखुट्टा धोएर आजको दिनको भिडियो चाहिँ मेरो यसरी गयो। दिन पनि यसरी गयो साथीहरू आजको दिन। अनि हजुरहरूको कसरी गयो लाइक कमेन्ट गर्नु होला है त। मेरो भिडियो मन पर्यो